म चाहिँ घरमा छु अहिले। हाम्रो घरमा चाहिँ यहाँ अब के कार्यक्रम भइरहेछ, यहाँ चाहिँ मासु भुट्ने कार्यक्रम भइरहेछ। यसको भिजा लागेको उपलक्ष्यमा यहाँ चाहिँ पार्टी हुँदैछ। यहाँ खसी काटिरहेछन् केटाहरूले। यहाँ भुट्ने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ यत्रो खर्कुलोमा तेल कति हालेको, 2 लिटरै हालेको, 1 लिटर। ल हेर्नुहोस् है, खसीको मासुको लागि कति छ त तेल। यहाँ त्यो आधी लिटर हालिसकेको फेरि। ल हेर्नुहोस् है, केटा भारत यत्रो चाहिने रहेछ नि। कति केजी हो र यो? 15 केजी छ। 25 केजीको हो। यो हो के दीपक? कस्तो छ? एकदम दामी। चाहिए खोर्छन् खाली बाखाको गरेको त सबैले खोर्छन् बनिया फाटो। अटो पाक्छ बल्ल। कस्तो हो घोक्छ? हुन्छ अरू हड्डी आइटमसित एकदम टेस्ट दिन्छ। मिठो पाकेको रहेछ। ओहो, राङ्गो मासु है। यहाँभित्र कति होला सुप? केले फोर्नु टाइम यसमा त आम्न के भित्रको विष्णु मामा खानु त खाऊ। इसको हो के अरे रागो 2 वर्ष रागोको 11 महिनाको हो। कस्तो छ? एकदम स्पेशल। काम परेर भुट्नु भएको छ। त्यो भित्रको खानुस् क्या त्यो सुप? भित्रको खाएर पोरेर बाहिरको खाएपछि भित्र खाने हो। त्यसले बाहिर खाने। यिनले खान्छन् कि रसिलो गरेर सुप। म त खान्न। स्पेशल पनि नखाएर हुन्छ। होइन, मलाई आज खान मन लाग्यो। खाने त्यस्तो हो नि त। खास त मासुभन्दा यो हो क्या खाने। नन्डु त लुकी खानुभयो क्या। उहाँको के कुरा गर्ने, खास खाने नै यही हो। सानो मासुमा त के हुन्छ र होइन, त्यो त मुखलाई मारेर हो नि त। खास हड्डी हो क्या खाने। हड्डीभित्रको मासु मिठो नि हुन्छ। मिठो नि हुन्छ फेरि। मिठो भएन र? विष्णु सरले खानुभयो के एकदम मजाले त। हो नि त, यही त हो नि खाने भनेको मेन। आपाकोमा पाइने त जानु पर्ला एक दिन खान म पनि। काट्दा हो उनी एउटा ठुलो हड्डी अरू सानो हालिदिने। दिन्छन् मासु हुन्छ। सुप्नी जति खायो नि मासु हुन्छ क्या दामी। 100 रुपियाँमा कुन्नी अचाल त कति बना झोल हुन्छ नि। झोल सुप पनि खाएसम्म दिनु हुन्छ। काली लिएर उतै ठुलो बोतल लिएर खाने नि खा। प्लास्टिक त्यसो गरौँ। पहिला प्लास्टिकमा राखौँ न। पुरा हुने भयो।
कसको खाना भयो हो तेल कतिको र 150 तेललाई गोरालाई उसलाई त्यो धेरै होला के अरे हो त प्लास्टिक थापा पनि त एउटा एउटा पकायो भिडियो लाइन गरेको गोराले भन्छ को गोरा हुन् त्यसलाई कति नि एउटा पकालाई एउटा नि 1 किलोलाई भन्नु न त्यसैले एउटा अघि ल्याएको तेललाई कति हो 1 किलोलाई ए ल